"बहिनी यति धेरै खान्छौ, फुड भ्लग गर्छौ अनि कसरी मेन्टेन गर्छौ त?" भनेर मलाई धेरैजनाले सोध्नुहुन्छ अनि भन्नु पनि हुन्छ है। साँच्चै भन्दामा म ओइली र हेभी फुडहरू धेरै खान्छु सुटहरूतिर। त्यसैले म बिहानै उठ्ने बित्तिकै आफ्नो दिन हेल्दी र हाइड्रेटिङ ड्रिङ्कबाट सुरु गर्नु मन पराउँछु। आज म तपाईँहरूलाई मेरो फेभरेट ड्रिङ्क सेयर गर्छु है त। सबैभन्दा पहिला एउटा क्युकम्बर लिनुहोस् अनि यसलाई मिडियम साइजमा कट गर्ने। त्यसपछि लेमन, जिन्जर अनि पुदिना एड गर्ने। यो पुदिना त मेरो गार्डनकै हो। अब त्यसमा पानी हाल्नुहोस्। तपाईँहरूले चिसो पानी युज गर्नु पनि सक्नुहुन्छ, तर म चाहिँ युजुअली वार्म वाटर युज गर्छु। अनि राम्ररी यसलाई ब्लेन्ड गर्ने। ब्लेन्ड भएपछि चाल्नीबाट स्ट्रेन गर्नुहोस् र ग्लासमा पोर गर्नुहोस्। बस हेल्दी मर्निङ ड्रिङ्क रेडी हुन्छ। र एउटा इम्पोर्टेन्ट कुरा के छ भने चाल्नीमा बाँकी राख्ने प्लम चाहिँ नफाल्नुहोस्। म चाहिँ यो फेसमा युज गर्छु। फेस एकदमै फ्रेस र कुल फ्रेस हुन्छ गाइस। म डेली डिफ्रेन्ट टाइप्स अफ ड्रिङ्क्स बनाएर खान्छु। अर्को ड्रिङ्क नेक्स्ट भिडियोमा सेयर गर्छु है त। तपाईँहरूले पनि ट्राई गर्नुहोस् र कस्तो लाग्यो कमेन्टमा भनिदिनुहोस् है त।